हेलो हाई। आज म मन छुने केही भनाइहरू सेयर गर्न गइरहेको छु। ल राम्ररी सुन्नु है, ध्यान दिएर सुन्नु होला। चमत्कार जस्तो कुनै चिज छैन, त्यही पनि केही छ जसलाई चमत्कार भनिन्छ। चमत्कार जस्तो कुनै चिज छैन, त्यही पनि केही छ जसलाई चमत्कार भनिन्छ। अर्को नम्बर, राम्रो चरित्रको पहिलो पहिचान वफादारी हो। राम्रो चरित्रको पहिलो पहिचान वफादारी हो। जबसम्म आफूले चाहँदैन तबसम्म तपाईलाई कसैले ईर्ष्यालु, क्रोधी या लोभी बनाउन सक्दैन। जबसम्म आफूले चाहँदैन तबसम्म तपाईलाई कसैले ईर्ष्यालु, क्रोधी या लोभी बनाउन सक्दैन। अर्को नम्बर है, चरित्रवान व्यक्ति जसले राम्रोसँग आफ्नो इच्छा ठान्छ। चरित्रवान व्यक्ति जसले राम्रोसँग आफ्नो इच्छा ठान्छ, उसँग अति बुद्धि हुन्छ कि लक्ष्यप्रति सजग हुन्छ अनि उसँग अरूलाई हतोत्साहित गर्ने समय हुँदैन। चरित्रवान व्यक्ति जसले राम्रोसँग आफ्नो इच्छा ठान्छ, उसँग अति बुद्धि हुन्छ कि लक्ष्य प्राप्ति सजग हुन्छ अनि उसँग अरूलाई हतोत्साहित गर्ने समय हुँदैन। अर्को नम्बर, कुनै पनि तपाईको चाहना छ भने पहिलो कदम त्यस्तै चेट्न छ, त्यसैले मानसिक रूपबाट उसले तयार हुन्छ अनि त्यस दिशामा हात खुट्टा चलाउने प्रक्रिया सुरु हुन्छ। कुनै पनि तपाईको चाहना छ भने पहिलो कदम त्यस्तै चेतना छ, त्यसैले मानसिक रूपबाट उसले तयार हुन्छ अनि त्यस दिशामा हात खुट्टा चलाउने प्रक्रिया सुरु हुन्छ। अर्को नम्बर रहेछ, एउटा घटना वा अनुभव प्राय दिमागमा जस्तो प्रभाव छोड्छ कि एकदम औसत विविधता दिमाग भएको व्यक्ति पनि उपलब्धि हासिल गर्नमा त्यो मानिसलाई पछाडि छोड्छ जसको धेरै राम्रो अथवा सुप्रशिक्षित दिमाग हुन्छ। एउटा घटना वा अनुभव प्राय दिमागमा जस्तो प्रभाव छोड्छ कि एकदम औसत विविधता दिमाग भएको व्यक्ति पनि उपलब्धि हासिल गर्नमा त्यो मानिसलाई पछाडि छोड्छ जसको धेरै राम्रो अथवा सुप्रशिक्षित दिमाग हुन्छ। र अर्को नम्बरमा रहेको छ, गरिबी एक सीधा मानसिकताको एक सीधा परिणाम हो। गरिबी एक सीधा मानसिकताको एक सीधा परिणाम हो। अर्को नम्बर रहेछ, प्राकृतिक स्वभाव ईश्वरको देन हो। यसमा सबैको गर्व हुनुपर्छ अनि उसको लागि कुनै तरहको सफाई दिनु जरुरी छैन। प्राकृतिक स्वभाव ईश्वरको देन हो जसमा सबैको गर्व हुनुपर्दछ अनि उसको लागि कुनै तरहको सफाई दिनु जरुरी छैन। र अर्को नम्बरमा रहेको छ, हामी कुनै व्यक्तिलाई बनाउन चाहँदैनौँ। हामी कुनै व्यक्तिलाई बनाउन चाहँदैनौँ जीवनमा यसरी जिउने। तर गरिब र धनी दुवैलाई देख्दा हामीलाई थाहा भयो कि भौतिक सुविधाबाट मात्रै खुसीको ग्यारेन्टी हुँदैन। हामी कुनै व्यक्तिलाई बनाउन चाहँदैनौँ
जीवनमा यसरी जिउने। तर गरिब र धनी दुवैलाई देख्दा हामीलाई थाहा भयो कि भौतिक सुविधाबाट मात्र खुसीको ग्यारेन्टी हुँदैन। आजलाई यति, हवस् त, धन्यवाद।